यसको चाहिँ खोलिसकेको छ हेर्नुहोस् कस्तो देख्दो रहेछ यसलाई सोच्नु पर्नु सर नगर्ने केही नगर्ने अहिले मेरो भिडियो हेरेर दिनु समय कस्तो हेलो ब्युटिफुल पिपुल अनि आज मलाई यहाँ हल्का छुट्टै देखिरह होला हैन यो चस्मा चाहिँ मैले छोड्दिनँ भनेको थिएँ अगाडिको भ्लगमा हैन चस्मा त छोड्नै भएन अनि आज चाहिँ थम्बनेल हेरेर थाहा पाइसक्नु भयो होला हाम्रो आज न्यू लुक्स आउँछ हैन बबाले लुक्स आउँछ अहिले कस्तो लुक्स आउँछ अहिले पुरै फुल भिडियो हेर्नु होला स्किप नगरिकिन त्यही भने इन्जोय गर्नु होला मजाले यी समीर चाहिँ अगाडि नै हेयर सेट हान्दैछ अहिले प्रिपेयर हुँदैछ क्या पछिको लागि चाहिँ हैन अब हामी रसराउनु हुन्छ अनि निस्किनु पर्ने हुन्छ हाम्रो हल्का मेरो त हल्का अब यो अगाडि नै कपाल पनि सेतो सेतो छ नि त त्यही भएर नि मैले चाहिँ कलर हान्दै ठिक होला भनेर अनि कलरै हान्दिउँ भनेको अब लुक्स कस्तो आउँछ हेरौँ होइन पहिला कपाल काटेर अनि हाल्ने होइन त कलर त्यस्तो नभन्न यार त्यो दाइले नि भ्लग हेर्छ यस्तो नभन्न कहाँको दाइ अर्कै ठाउँमा काट्नु क्या ए भनेपछि दाइ तपाईँकोमा यो आउँदैन रहेछ कपाल काट्ने यो अर्को ठाउँमा गएर बिगार्दै आउँदो रहेछ अनि लास्ट टाइममा आएर कपाल बिग्रियो भन्छ भने अब हामी सिधै कलर गर्ने ठाउँमा भेट्नेछौँ है त कहाँको ठाउँ हो के को ठाउँ हो थाहा छैन हामीलाई चाहिँ अब हेर्दै जाउँ कहाँ पुग्छौँ हामी अब अगाडि चाहिँ हामी कपाल काट्नु पर्ने हुन्छ कलर हान्नुभन्दा अगाडि त्यसैले अब हामी चाहिँ कपाल काट्न जाँदैछौँ यहाँ अगाडि पसलमा माथि दाइके पसल हो यो चाहिँ मलाई ढिलो बोलायो नि त होइन 0.5 चस्मा लगाइदिउँ पर्दैन 0.5 यहाँ चाहिँ अब टाउको आदि निकाल्यो अब ह्यान्डसमको सुरु हुँदैछ कस्तो मजा आएर बल्ल चिसो अर्को के भइरहेछ तिम्रो टाउकोमा छ तपाईँ मेरो म त आनन्द आइरहेछ वाह भएछ यार त्यो केटालाई ह्यान्डसम दिन्छ रेमोस एकचोटिमै त्यस्तो रहेछ त ठिक छ पालि परि गरेर देख्नुपर्छ होइन फेरि लामो हुनसक्छ दसैँको रमझममा समीरको पाला आइसक्यो समीर यो तातो भएर नि सेलाइसकेको समीरको कपाल लामो रहेछ है लुकाउँछ नि यस्तरी
चलाउनु कस्तो सेकेन्डमा राति राख छैन Okay. तपाईँले पार्नु भयो क्या धेरै सेतो देख्छ अब रसिक सर पनि हुनेछ यहाँ अब म यसले चाहिँ यहाँ कपाल काट्दैछु है मुलेट रे मुलेट ठुलो खाने यसो कभर धेरै सेतो देखियो है फाइनल लुक कस्तो छ त गाइस कमेन्ट हान्नु है कमेन्ट समेत खै कस्तो छ गाइजहरू फाइनल लुक आइसकेको छ महेश चाहिँ कपाल काट्छ अनि हामी चाहिँ रस सरको पनि हल्का टाउको धुनु पर्ने हुन्छ होइन हजुर हस् अब हल्का हस् हल्का कपाल सपाल धुनुपर्ने हुन्छ ल हामी चाहिँ हल्का नुहाउनलाई रेडी भइसक्यौँ है अब चाहिँ हामी नुहाउन निस्किनु लाग्यो यसो कमेन्ट चाहिँ चिटिक्क पारेर लेखिदिनु होला कस्तो देखिरहेको छ होइन फाइनल लुक यस्तै हो फाइनल लुक नुहाउँदा नि चस्मा त छोड्नु भएन कि कसो हो कि छोडिदिउँ चस्मा बवाल देखिरहेको छ त 3 hours later. ल यो भिडियो चाहिँ हामीले अस्ति नै हाल्ने भनेर सोचिरहेको थिएँ होइन तर हाल्न पाएको थिएन किन भन्दाखेरि हल्का हामी चाहिँ मामा घर पनि गएको थियौँ होइन अनि त्यो पनि छुट्टै भ्लग आइहाल्छ हजुरहरूले चेकआउट गर्नु होला अनि अब हाम्रो चाहिँ हल्का भिडियो चाहिँ रेगुलरहरू नै भएको छैन किन भन्दाखेरि हल्का हाम्रो च्यानल चाहिँ प्रोसेसिङ भइरहेछ मोनिटाइजको लागि तर हामीले भन्न चाहिँ नहुने थियो त्यही पनि भनिहाल्यो होइन प्रोसेस भइहाल्छ भइरहेको छ त्यसैले हल्का एक्टिभ भएको छैन युट्युबमा अब हाम्रो चाहिँ मोनिटाइजको त्यो अब यस्तो भयो कि अस्ति नै हामीले 1-2वटा भिडियोहरू नै हालेको थियो त्यो मोनिटाइजको प्रोसेस हुँदा पनि अनि 1-2टा भिडियोमा चाहिँ कपिराइट लागेको थियो त्यो टिकाको भिडियोमा नि कपिराइट लागेको थियो त्यसैले अनि हल्का रिजेक्ट खाला जस्तो लागिरहेको थियो कि मोनिटाइजबाट त्यही भएर नि अनि भिडियो नहालौँ कि भनेर सोचिरहेको छु होइन 1-2 हप्ता जति चाहिँ अब 1-2 हप्तापछि हामी एक्टिभ भइहाल्छ अनि मामा घर गएको नि भ्लग छुट्टै आइहाल्छ त्यो होइन अनि हामी चाहिँ मामा घर चाहिँ त्यही गयौँ अनि गएको दिनमै फर्केको हो होइन एकछिन मामाहरूलाई भेट्यौँ अनि एकछिन त्यहाँ घुम्यौँ अनि त्यसपछि हामी चाहिँ फर्किहाल्यो अनि हाम्रो यो कलर गरेको चाहिँ हल्का भ्लग चाहिँ लेटै भयो भनौँ न किन भन्दाखेरि हल्का एडिट गर्ने टाइम पनि पाएन अनि त्यहीमाथि कपिराइटहरू यताउता खाइरहेको थियो नि सानो सानो म्युजिक सुन्दाखेरि नै हल्का कपिराइट खाइरहेको थियो त्यही भएर नि हो अनि अब कलर त गरिसक्यो अब त्यही नि अब कलेज लागेपछि त ब्ल्याकै हाल्ने हो अब त्यहीमाथि अब कोचिङको लागि स्कुलहरू नि खोल्न लागिसक्यो अब बिस्तारै ब्ल्याक हाल्ने टाइम पनि आइसकेको छ तर कस्तो देखाएछ यसो कमेन्ट चाहिँ लेखिदिनु होला होइन अब कलर हालेको भ्लग त अस्ति नै पनि देखिसक्नु भयो होला होइन टिका लगाएको भ्लग भयो अनि अर्को मन्दिर गएको थियो अनि त्यही पूजा बाइक पूजाहरू गरेको थियो त्यही दिनमा देख्नु भयो होला होइन अब अनि यो भिडियो चाहिँ आजको लागि चाहिँ यति नै अनि कस्तो लाग्यो राम्रो लागेछ भने लाइक गरिदिनु होला र बाई बाई